ल है त सानो सानो होइन नानी बाबुहरूले समेत कुरा बुझ्दा होइन कुनै दिन हामीले मानेर होइन सम्मान गरेको र हिँडेको मान्छेहरू व्यक्तिहरूले कुरा नबुझ्दा होइन अलिकति दुःख त लाग्छ नै। तर सत्य भनेको होइन कहिले लुक्दैन झुक्दैन। त्यस कारणले गर्दा कुनै न कुनै दिन परिवर्तन पक्कै पनि हुन्छ र परिवर्तनको खाँचो पनि छ। यहाँ हेरौँ, एकजना सानो बालिकाले प्रतिनिधि सभाको चुनावमा उठेको यो रेणु दहालसँग उसले के कुरा गरेका छन् त, एकपटक यो भिडियो हेरौँ है त। अब कसैले होइन मेरो यो हो ऊ हो भनेर हुँदैन नि त। देश कसले परिवर्तन गर्छ, देश कसलाई सुम्बिदिँदा ठिक हुन्छ भन्ने हो नि त। प्रतिनिधि सभामा जाने के को लागि हो? हामीले कसैलाई बहुमत पठाउनु त होइन होला नि त। हाम्रो सेवा कसले गर्छ भन्ने हो नि त। के को लागि जाने हो त? उसँग भिजन छ, उसँग क्षमता छ। हामीसँग के भइदियो भने हामीले भनेको हुनुपर्छ, हाम्रो पार्टीको चाहिँ माथि बढाउनु पर्छ भन्ने मात्र एउटा घमण्ड भयो क्या। त्यो होइन नि त। देश कसले बनाउन सक्छ त्यो हो। हामीले यहाँबाट जबरजस्ती पठाएर मात्र हुँदैन कि, उसँग क्षमता कति छ भन्ने हुन्छ क्या। जाने इच्छा त जसको नि हुन्छ नि, क्षमता नभएका व्यक्तिको नि जाने क्षमता जाने मन हुन्छ, इच्छा हुन्छ, तर उसले सक्छ कि सक्दैन भन्ने त हामीले चुज गर्ने हो नि त। हाम्रो नेपाली राजनीतिकमा के भइदियो भने उसले सकुस् कि नसकुस्, तर उसले चाहिँ हाम्रो पार्टी हो, उसलाई चाहिँ लाने हो माथि। त्यस्ता व्यक्तिहरू गएर होइन उनीहरूले टेबल ढकढक ढकढक हान्ने मात्र हुन् होइन, त्यो केही उपति क्षमता केही गरेन आजसम्म हामीले देखियो। त्यही भएर तपाईँहरू होइन मेरो पार्टी हो भनेर कतैतिर लाग्नु जरुरी छैन कि, त्योसँग क्षमता छ कि छैन त्यो हेर्ने हो क्या। कोलाई जिताइएन, व्यक्ति एउटै छ तर पार्टी त फरक बनाएर उही व्यक्ति फेरि चुनावमा आउँछ भने उसलाई हामीले फेरि समर्थन गर्नुपर्छ भन्ने छैन नि त। अब तपाईँहरूको 5 वर्षको लागि यो जुन प्रतिनिधि सभाले 5 वर्षपछि चुनाव हुन्छ, 5 वर्षमा त दारी नफुलेका व्यक्तिहरूको दारी फुल्छ, कपाल नफुलेका व्यक्तिको कपाल फुल्छ होइन, सानसाना बुटोहरू ठुलो हुन्छ भनेपछि त 5 वर्षमा त धेरै परिवर्तन हुन्छ नि। त्यही भएर अबको 5 वर्ष हामीले लेट गर्नु भनेको फेरि 100-200 वर्ष पछाडि जानु हो क्या नेपाल। त्यसैले गर्दा होइन सक्षम व्यक्तिलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। पोहोर पनि यसलाई भोट हाल्यो, पहिला पनि यसले मेरो हात जान्नन् भन्ने होइन क्या। त्यसो गऱ्यो भने देश अझै धक्कलिन्छ। देश परिवर्तन हुन्थ्यो भने आजसम्म हुन्थ्यो होला नि त। अब जेनजीहरूको आन्दोलनमा एक दिन देश सम्हाल्दिन नसक्दा कति हानि नोक्सानी भयो, कति व्यापार गर्नेहरू व्यापारीहरूको त्यो लुटपाट भयो। अनि लुटपाट भइसकेपछि अनि यो त सरकारले जिम्मेवारी लिने हो नि त। अहिलेसम्म सरकारले जिम्मेवारी लियो, भोलि बिहान अहिले फेरि पुरानो दललाई पठाइएला अरे, भोलि बिहान उनीहरूले सत्ता छोड्दै लान्छ रे, फेरि त्यस्तै भइदियो भने के हुन्छ त? हानि नोक्सानी कसलाई हुन्छ? जनतालाई हुन्छ। भोलि बिहान त्यस्तो भइसकेपछि कसैसँग पैसा छ, कसैले लगानी गर्छु भन्यो भने कसैले लगानी गर्छ त्यस्तो ठाउँमा? गर्दैन नि त। आफ्नो सम्पत्तिहरूको त सुरक्षा हुनु पर्यो नि त। भोलि बिहान तपाईँले गाडी किन्नु भएको छ, तपाईँसँग ठुलो एउटा घर छ मानिलिउँ, तपाईँसँग सम्पत्ति छ, ब्याङ्कमा होइन पैसा छ, भोलि बिहान त्यहाँ गएर एउटा अनचिनारू व्यक्तिहरूले आगो लगाइदिन्छ अरे, तपाईँको सम्पत्तिहरूलाई तोडफोड गर्छ अरे, अनि त्यसको सुरक्षा छ त? त्यसको सुरक्षा गर्नको लागि देशमा शक्तिशालीहरूको कहिले जस्तो भए पनि आफ्नो देशलाई चाहिँ माया गरेर सुम्पिदिएर देश छोडिदिनु भएन नि त। एक दिन देश छोडिन्छ त्यस्तो भयो भने भोलि बिहान यिनीहरूले देश छोडिदिनन् जस्तो तपाईँहरूलाई लाग्छ हो? त्यस कारणले गर्दा अब चाहिँ परिवर्तनको खाँचो छ। जसले देशलाई माया गर्छ र देशलाई विकासतिर लिएर जान्छ उसलाई चाहिँ भोट हालेर जिताउनु पर्ने हुन्छ क्या। के को लागि भोट दिने हो भन्ने चाहिँ समर्थकले बुझ्नु पर्यो क्या। कुनै ठाउँमा त जनताले कुरा बुझिसकेछन्, चाहे गाउँमा होस् चाहे सहरमा होस्, तर कोही ठाउँमा चाहिँ अझै बुझेको अवस्था छैन। छोरा आफ्नो छोरी होइन विदेशमा दुःख गर्न गएको छ, तर त्यो व्यक्ति फर्केर आएन, उतै उसको दुर्घटना हुन्छ, तर देशमा विकास नभएको कारणले गर्दा ऊ पैसा कमाउनको लागि विदेश जान्छ, उसको मृत्यु पनि हुन्छ। ऊ चाहिँ घर आउँछ होइन मृत्यु भएपछि, तर उसका बाबुआमाको अझै चेत चल्दो रहन्छ क्या दिमाग। उसले अझै जय जय काङ्ग्रेस, जय जय एमाले भन्दै हिँडेको देख्दा चाहिँ मलाई होइन अचम्मै लाग्छ क्या। देश विकास नभएर आफ्नो छोरो विदेश गयो, पैसा कमाउने क्रममा बाबा मम्मीलाई खुसी राख्नलाई विदेश गयो, उसको उतै डेथ भयो, अनि ऊ नेपाल फर्किन सकेन। तर बाबुआमा चाहिँ त्यो कुरा बुझेनन् के।
यो हाम्रो देश विकास नहुँदा मेरा छोराछोरीहरू बाहिर गएका हुन् भन्ने कुरा बुझेनन्। यस्तै हो भने अझै दुर्घटना हुन्छ। यिनी कुराहरू बुझ्नु पर्यो अब। अनि यो जुन सरकार भनेको के हो भन्ने कुरा थाहा छैन अनि किन समर्थन गर्नु? समर्थन गर्नु छ भने त्यसको डिटेल्स बुझ्नु पर्यो नि त। सरकार परिपक्व भए पो कुनै केहीमा लगानी गरिन्छ, भोलि बिहान कम्पनीहरू खोल्छ एबी होइन व्यक्तिले, अनि त्यसपछि त्यसमा रोजगारको लागि नेपालीले काम गर्छन् होइन। तेरो देशमा के बन्छ भन्दा केही छैन। सधैँ एमाले काङ्ग्रेस होइन। अब माओवादीका त के कुरा, अरू माओवादी त छैन, नभए पनि माओवादी उही नै हो फेरि होइन। त्यस्तो हुनु भएन क्या। त्यस्तो भयो भने पछाडि नै जान्छ देश।